विषय किन भनेर भन्दाखेरि अब सर्टकटमा भन्दाखेरि यो एउटा विषय हो 40-10-50 मार्क्सको छ। हप्तामा 1 दिन क्लास हुन्छ, 2 घण्टाको क्लास छ। यसमा न्युमेरिकल छैन, थ्योरी छ। यो विषय पास गर्नु पर्यो, त्यही भएर तपाईँलाई यो विषय पढ्नु पर्यो भने हो। अब च्याप्टर 1 केसित रिलेटेड छ भन्दाखेरि तपाईँहरूमध्ये 1-2जनाले अघि न इन्जिनियर भनेर आशीर्वाद किन दिन्छ भन्दाखेरि रेस्पेक्ट इन सोसाइटी हुनेछ। डेफिनेटली तपाईँ हामीले यस्तो काम गर्छौँ जसले यो पेसाको इज्जत बढाउँछ। हेर्नुहोस् त, मैले छिटो अब गुगलहरूबाट मसित भएको एउटा दुईवटा फोटोग्राफ्सहरू युज गरेँ। पहिला यस्तो ठाउँ, पछि हामीले यस्तो बनाइदियौँ। योभन्दा पहिला अझ अर्को केही पनि नभएको खेत थियो यो ठाउँमा। यो खेत भएको चिजको फोटो मसित भएन, हामीले यसो बनायौँ। यो मेलम्चीको ट्रिटमेन्ट प्लान्ट हो। तपाईँहरूमध्ये 4-5जना मेरो प्रोजेक्ट ग्रुपमा काम गर्दै हुनुहुन्छ, उहाँहरूको थियो। यो अब तामाकोसीको प्रोजेक्टको ड्याम साइटहरू हो। यो तामाकोसी खोला यसरी बगेको थियो, यहाँ हामीले ड्याम बनाएर यस्तो बनाइदियौँ। अब मलाई एकजना धेरै पहिला एकजना पुरानो इन्जिनियर सरले सुनाउनु भएको कथा तपाईँहरूलाई पनि सुनाउँछु। स्वर्ग नर्क भन्ने तपाईँ हामी सबैलाई थाहा छ। पहिला अब मान्छेहरू अब इन्जिनियरहरू कम हुन्थे, सिभिल इन्जिनियर मात्रै थिए। मरे, त्यसपछि मरिसकेपछि अब अलिअलि बदमासी गरेको, घुस खाएको, त्यसले गर्दाखेरि पातालमा गए। पाताल भनेको नर्कमा गएछ, पठाएछ होइन। यमराज कहाँ गइसके पछाडि यमराजले नर्क भनेर देखाइदिए, नर्कमा गएछ। अब तपाईँहरूलाई थाहा छ नर्क भनेको हिलो, फोहोर, जतातस्तै नराम्रो, दुःख पाएको ठाउँ होइन। सबै चिज नराम्रो भएको चिज ठाउँलाई नर्क भनेर अनुमान गरौँ। अब बिस्तारै 1जना इन्जिनियर गए, 2जना गए, 3जना गए। अब त्यसपछि अब त्यो नर्कमा अब धेरैजना इन्जिनियर पुगिसकेपछि ओहो साथी हो, हामीले त यस्तो ठाउँमा पठायो। अब हामी त इन्जिनियर, बाटो बनाउने पनि हामी, पुल बनाउने पनि हामी, ढल बनाउने पनि हामी, सबै घर पनि राम्रो बनाउन सक्छौँ। अब नेपालमा अथवा संसारमा हुँदाखेरि त जीवन हुँदाखेरि त हामीले त्यति नराम्रो काम गऱ्यौँ। अब यहाँ चाहिँ गर, हामी आफै बस्नुपर्ने, नर्कमा कहिलेसम्म बस्नुपर्ने हो भनेर अलिअलि बाटो बनाउन थालेछन्, ढलसल बनाउन थालेछ, अलिअलि बस्ने व्यवस्था गर्न थालेपछि बिस्तारै रौनक आएछ राम्रो। त्यसपछि अब इलेक्ट्रिकल इन्जिनियर पनि 2-4जना घुस खाएकाहरू पुगेछन् रे। त्यसपछि अब बिजुली हाइड्रो पावर बनाउन थालेछ, टेलिकम्युनिकेसन इन्जिनियर, कम्प्युटर इन्जिनियर बनिसकेपछि त ओहो सबै धेरै इन्जिनियर पनि गइसके पछाडि त्यो त झकी जगाउ गजब बनेछ। अब त्यसपछि मान्छेहरू ओहो चर्चा चल्न थालेछ पृथ्वीमा, अन्यत्र चर्चा चल्दैछ। ओहो नर्कमा त इन्जिनियरहरूले यस्तोलाई यस्तो बनाइसकेछ भनेपछि अनि मान्छे मरिसकेपछि अब यमराज कहाँ गएको बेलामा यमराजले ल तिमीलाई अब स्वर्ग पठाउने राम्रो काम गरेको भन्दाखेरि होइन हजुर, अहिले त स्वर्गभन्दा राम्रो छ अरे बस्न ठाउँ नर्क, त्यही भएर त्यही जान्छु भनेर भन्न थाले भनेर एउटा कथा सुनाउनु भएको थियो। हामीले चाह्यौँ भनेदेखि नर्कलाई पनि स्वर्ग बनाउँछौँ, बेहाल स्थितिलाई पनि राम्रो बनाउँछौँ भन्ने इक्जाम्पल दिनुभएको थियो। त्यही भएर हामीले राम्रो काम गर्नुपर्छ, गर्न सक्छौँ। र हामीले गरेको राम्रो काम गरिसकेपछि, हामीले बाटो बनाइदिएपछि, हामीले पुल बनाइदिएपछि, हामीले खानेपानी सञ्चालन गरिदिएपछि हामीलाई रेस्पेक्ट गर्छ। मैले 3-4 ठाउँमा फुलमाला लाएर मैले सम्मान पाएको छु। अब मैले यहाँ हतारमा फोटो राख्न भ्याइनँ, पहिलाको फोटोहरू मसित अब यस्तै गरेर यो डिजिटल पनि हुँदैन थियो। तपाईँहरूले पनि भोलि पर्सि रेस्पेक्ट पाउनुहुन्छ। त्यही भएर पनि इन्जिनियर बन्ने हो, हामीले सोसाइटीको लागि काम गर्ने हो। सोसाइटीमा के गर्नुपर्छ, उनीहरूको एक्सपेक्टेसन के हो, हामीले कसो गर्नुपर्छ भन्ने कुराहरूको सरसर्ती जानकारी म तपाईँहरूलाई च्याप्टर 1मा दिने गर्छु। अब च्याप्टर 2 तपाईँहरूले सुन्दै हुनुहुन्छ। अब हामीले काम गर्दै जाँदाखेरि
कतिपय कामहरू सही हुन्छन्, कतिपय कामहरू गलत हुन्छन्, कतिपय जानेर गलत गरिन्छ, कतिपय नजानेर गलत गरिन्छ। तपाईहरुलाई अलिअलि थाहा छ होला इथिकल कुराहरू, तपाईहरुलाई अलिअलि थाहा छ होला लिगल कुराहरू। हामीले कानुन सम्मत काम गरेनौं भनेदेखि हामीले सजायको भोग्नुपर्छ। हामीले इथिकल काम गरेनौं भनेदेखि हाम्रो प्रोफेसन अथवा हाम्रो सोसाइटीले हामीलाई नराम्रो रूपले हेर्छ। सकेसम्म हामीले कानुनी रूपमा पनि गर्न मिल्ने काम गरौँ। सकेसम्म हाम्रो पेशाको मर्यादालाई पनि सम्मान गरौँ र के काम गर्यो भनेदेखि इथिकल हुन्छ, के काम अनइथिकल हुन्छ, कस्ता कामहरू इल्लिगल हुन्छ, कस्ता कामहरू इलिगल हुन्छ, इथिक्स भनेको के हो। अब तपाईलाई मैले यहाँनिर एउटा फोटो देखाएको छु। यो फोटो कहाँको हो, कुन घर हो भनेर सायद तपाईहरुमध्ये कसैले गेस गर्नुभयो होला। सुस्मिता पन्त, रोल नम्बर 84। तपाई सुन्दै हुनुहुन्छ? हेलो हजुर, सुनिरहेछ सर। सुस्मिता पन्त सुन्दै हुनुहुन्छ? 84। श्रेयस अर्याल हुनुहुन्छ? ल गेस गर्नुस् त भाइ, यो बिल्डिङ कहाँ हो? अज्ञात दुर्ग है। यहाँ अहिले तपाईहरूले सुनिरहेका छौँ, देखिरहेको छौँ। यो असार मसान्तको बेला, यसपालि त धेरै काम भएन, तैपनि अलिअलि फाटाफुटा इन्जिनियरले फलाना इन्जिनियर समात्यो, फलाना ओभरसियर समात्यो, यतिजना समात्यो, यहाँ समात्यो भनेर न्युजहरू आइरहन्थ्यो। यसपालि रिलेटिभली कम आयो, काम पनि नभएर होला। तर भरसके त्यस्तोमा नपरौँ हामीहरू। के गर्दाखेरि परिँदैन, कस्तो काम गर्नुपर्छ भन्ने चिजहरू मैले च्याप्टर 2 मा पढाउँछु। इथिक्स एन्ड प्रोफेसनसित रिलेटेड कुराहरू पढाउँछु। अब च्याप्टर 3, तपाईहरु इन्जिनियर बनिसकेपछि कतिपयले बाहिर जाने सोच्नु भएको होला, कतिपयले बाहिर पढ्न जान सोच्नु भएको होला, कतिपयले बाहिर पढ्न प्लस काम गर्न जान सोच्नु भएको होला। अब तपाईहरुमध्ये कतिले होइन हामी त अब यहाँ पास गरिसकेपछि सरकारी जागिर पढ्नुपर्छ, पाउनुपर्छ, सरकारी जागिरको लागि एप्लाई गर्नुपर्छ भनेर पनि सोच्नु भएको छ हैन। कतिपयले होइन सरकारी जागिरमा कम्पिटिसन टफ छ, पाइयो भने खाउँला, नभए भने प्राइभेट सेक्टरमा पनि गर्नुपर्छ भन्ने होला। प्राइभेट सेक्टरमा पनि ठेकेदारहरूसित गर्ने कि कन्सल्टिङ फर्महरू गर्ने, एनजिओ आइएनजिओहरू धेरै चिज छ। सरकारी जागिरमा खानको लागि के प्रक्रियाहरू छ। सरकारी जागिरमा पनि अब सडक विभाग होला, सडकमा काम गर्ने, भवन विभाग होला, सिँचाइ होला, खाने पानी, भौतिक पूर्वाधार लगायतका विभिन्न मन्त्रालय विभागहरू छन्। के कस्ता कामहरू गर्छ उनीहरूले। तपाईहरु फ्रेस इन्जिनियर भइसके पछाडि के कामहरू गर्नुपर्छ, तपाईको जब डिस्क्रिप्सनहरू के हुन्छ, तपाईको रोल एक्टिभिटिजहरू के हुन्छ बारेमा मैले च्याप्टर 3 मा तपाईहरुलाई पढाउँछु। मैले धेरै वर्ष पढाएँ, धेरै ठाउँमा काम गरेँ र सायद मेरो कामको अनुभव र पढाएको अनुभवले तपाईहरुलाई मैले सकेसम्म त्यो हिसाबले राम्रै दिने प्रयास गरौँला। अब अर्को च्याप्टर 4 मा कन्ट्र्याक्ट म्यानेजमेन्ट भन्ने छ। मैले यो अगाडि फोटो गरेर यहाँ देखेको छु। एकजना मान्छेले अर्को मान्छेलाई तर्साएको छ हैन। यसको अर्थ के भने हामीले 2 वा 2 भन्दा बढी व्यक्ति या समूहले कुनै एउटा सम्झौता गर्छ, त्यो सम्झौताले कानुनी मान्यता पाउँछ भने त्यसलाई हामी कन्ट्र्याक्ट भन्छौँ। कन्ट्र्याक्ट भनेको एग्रिमेन्ट हो, सम्झौता हो। त्यो सम्झौतालाई कानुनले पत्याउनु पर्छ, मान्नु पर्छ। मैले यहाँ फोटो देखाउन खोजेको के भन्दाखेरि एउटा अलिकति बलियो मान्छेले अर्को मान्छेलाई तर्साएर ल तैँले यो सम्झौता गर्छस् कि गर्दैनस्, नगर्यो भने तँलाई ठिक पार्छु भनेर यसरी तर्साएर
दुईटाले बिचमा अन्डरस्ट्यान्डिङ डेभलप भयो, दुईटाले कागजमा सही गरे भने त्यस्तो सम्झौताले लाई कानुनले मान्यता दिन्छ कि दिन्न होला? रोल नम्बर 64 श्वेता शाह, सुन्दै हुनुहुन्छ? यस सर। मैले भनेको भर्खरै भनेको सुन्नुभयो? दुईवटा फोटो मैले हाइलाइट गरेको छु, देखिराख्नु भएको छ होला पावर पोइन्ट? देखिएकै छैन। देखिएको छैन? अघि सुरुमा देखाएको थियो स्क्रिन प्रेजेन्ट गरेको, अहिले देखिरहेको छैन। हो सर, यता पनि छैन। कसैले पिन गरेको छु। पिन गर न। पिन नगर न। मैले त तिमीहरूले देखाइरहेको सरको भिडियोलाई पिन नगर, के अरे स्लाइडलाई चाहिँ पिन गर न सबैले। सरको भिडियो पिन भइरहेको तिमीहरूकोमा। प्रेजेन्टेसनलाई प्रिन्ट ए भयो सर। प्रेजेन्टेसनलाई पिन गर, सरको भिडियोलाई पिन नगर। ओके श्वेता देख्नुभयो फोटो? पिन छैन सर। एकचोटि चेन्ज लेआउट गर त श्वेता। चेन्ज लेआउट अनि अटोमा राख त। अटोमा राख्यौ? लेफ्ट भइसक्यो। ल अब अर्को शुभम गेवाली 63 देखिराख्नु भएको छ? हजुर सर, देखेको छ। सुन्दै मैले भनेको सुन्नु भयो नि? एग्रिमेन्ट कन्ट्र्याक्ट भनेको के रहेछ? एग्रिमेन्ट बट एग्रिमेन्टलाई कानुनले मान्यता दिनुपर्छ है। तपाईँ र मेरो बिचको अन्डरस्ट्यान्डिङ एग्रिमेन्टलाई कानुनले ओके भन्यो। किन कानुन चाहिन्छ भन्दाखेरि भोलि एग्रिमेन्ट गर्ने मध्ये एउटा पक्षले एग्रिमेन्ट तोड्न चाह्यो भनेदेखि अर्को पक्षलाई कानुनले उपचार दिन्छ है। त्यो अदालतमा गएर तपाईँले न्याय पाउनुपर्छ। त्यस्तो खाले एग्रिमेन्टलाई कन्ट्र्याक्ट भनेर भन्छ, करार भन्छ है नेपालीमा। अब मैले यो फोटो देखाएको छु, फोटोमा यो मान्छेले औँला देखाएर अर्को मान्छेलाई ल है तैँले मैले भनेको अनुसारको एग्रिमेन्ट गरिस् भने ठिक छ, नगर्यो भने तँलाई ठिक पार्छु भनेपछि यो मान्छे डराएपछि एग्रिमेन्ट सही गर्यो होइन? सही गरे पछाडि यस्तो खाले एग्रिमेन्ट एउटाले तर्साएर, फकाएर, डराएर, धम्काएर यस्तो खाले एग्रिमेन्ट गर्यो भनेदेखि त्यसलाई त्यो एग्रिमेन्ट कन्ट्र्याक्ट हुन्छ कि हुँदैन भनेर मैले तपाईँलाई सोधेँ शुभम गेवाली। सर अब त्यो कन्ट्र्याक्ट चाहिँ अब लिगल्ली अब अथोराइज्ड हुन पर्यो नि त्यो कुराहरू त। लिगल्ली बाइन्डिङ हुन्छ कि हुँदैन होला? त्यसरी डर धम्कीको त्रासको आधारमा बनेको एग्रिमेन्ट अब त्यो थाहा पाएन भने त भइहाल्छ। अब उसले अब त्यो साइन गर्नु भएन नि त कन्ट्र्याक्ट। उसले कहाँ सही गरे पनि भोलि आवश्यक परेको बेलामा आवश्यक ठाउँमा अदालतमा अथवा सम्बन्धित ठाउँमा गएर मलाई डर धम्की दिएर मैले यो सम्झौता गरेको हो, मैले मनले गरेको होइन भनेर भन्यो भनेदेखि त्यसले सम्झौताले कानुनी मान्यता प्राप्त गर्दैन। भोइड भनेर भनेको छ है। ठिक छ? यसरी तपाईँ हामीले भोलि पर्सि काम गर्दै गर्दाखेरि ठेक्काको सम्झौता गर्नुपर्छ कि पर्दैन? तपाईँ क्लाइन्ट भए पनि, तपाईँ कन्ट्र्याक्टर भए पनि, क्लाइन्ट र कन्ट्र्याक्टर बिचको ठेक्काको सम्झौता हुन्छ है। ठेक्कामा के हुन्छ? एउटाले पैसा दिन्छ, एउटाले स्ट्रक्चर बनाइदिन्छ, त्यो पनि कन्ट्र्याक्ट हुन्छ। त्यसमा के कुराहरू विचार गर्नुपर्छ, कस्ता कुराहरू विचार गर्नुपर्छ, ठेक्का कति प्रकारको हुन्छ, नेपालमा के समस्याहरू छन्, त्यसका बारेमा धेरै चिजहरू म तपाईलाई बताउँछु। यहाँ दुईजना जेन्टलम्यानहरूको हाइड्रो पावर सम्बन्धी, कन्स्ट्रक्सन सम्बन्धी दुईजनाको सम्झौता भएको छ। ठिकै छ? अब यसरी मैले कन्ट्र्याक्टमा ठेक्काको सम्झौता कसरी तोडिन्छ, कुन अवस्थामा तोडिन्छ, जस्तै अब मैले तपाईँहरूलाई पढाउँदै अलिअलि मेलम्चीको कुराहरू पनि सेयर गरेका थिएँ है। सेयर गर्न पाए जस्तो लाग्छ मलाई। मेलम्चीमा इटालियनको ठेकेदारहरू भागेर गयो। अब भागेर गएपछि ठेकेदारले सजाय पाउँछ कि पाउँदैन होला भनेर मैले तपाईँहरूलाई सोधेँ भनेदेखि तपाईँहरूको जवाब के हुन्छ? ल श्वेता, तपाईँ आउनुभयो फेरि? सर तर अहिले पनि देखाएको छैन स्क्रिन। ओके ल ठिकै छ। उसो भए अब तपाईँ श्याम त नबसु, नदेखे पनि सुन्नुभयो है? सुने सर।
ल सुनिराख्नु भएको छ। अब इटालीको ठेकेदार भागेर गयो। हजुर सर। अब त्यो ठेकेदारले केही किसिमको सजाय पाउँछ कि पाउँदैन होला? खै अब नेपालको जुरिस्डिक्सन कहाँसम्म छ हो सर त्यो चाहिँ थाहा भएन। अब इन्टरनेसनल अब कन्ट्र्याक्ट नै भयो त पाउनु पर्यो हो। इटलीको सर गभर्मेन्टको तर्फबाट गऱ्यो भने चाहिँ पाउँछ होला जस्तो लाग्छ सर। ल ठिकै छ। त्यस्ता धेरैवटा इस्युजहरू छन् जसको बारेमा हामी डिस्कसन गर्छौँ। अहिलेलाई सर्टकटमा के बताइदिएँ भन्दाखेरि ऊ भागेर जाँदाखेरि उसले केही धरोटी राखेको हुन्छ, त्यो धरोटी जफत हुन्छ। हस् सर। ओके, अब यसरी कन्ट्र्याक्टको बारेमा मैले थोरै बताएँ। अब अर्को तपाईहरुले सुन्नुभयो होला कपिराइट। मेरो बुक तपाईहरुले पसलमा गएर फोटोकपी गर्न पाउँछ कि पाउनुहुन्छ कि पाउनुहुन्न होला? चोरेर पाउँछ। चोरेर पाउँछ है, कानुनी रूपमा पाउँदैन है। तपाईको अनुमति त्यो फोटोकपी गर्नलाई कारबाही हुन्छ। हो, फोटोकपी गर्नलाई मैले उजुरी गरेँ भनेदेखि फोटोकपी गर्ने मान्छेलाई पुलिसले समातेर कपिराइट इन्फ्रिन्जमेन्ट भयो। हो, त्यसै गरेर पेटेन्ट राइट भन्ने पनि सुन्नुभयो। कोका कोला भनेर एउटा बोतलमा बनाएर मैले बेच्न पाउँछु कि पाउँदैन? कपिराइट इस्यु हुन्छ। पाउनु भयो भने तपाईले सर्टेन पैसा चाहिँ त्यसलाई कम्पनीलाई दिनुपर्ने हुन्छ हैन सर? पहिला दिएर त्योबाट पर्मिसन लिएपछि मात्र पाइन्छ। मैले है म यो उत्पादन गर्छु, यो म कपी गर्छु भनेर अधिकार प्राप्त मान्छेसित पर्मिसन लिएपछि बल्ल तपाईले कपी गर्न पाउनुहुन्छ। पेटेन्ट राइट, कोका कोला भनेर रातो स्टिकर राखेर कालो झोल पदार्थ तपाईले बेच्न पाउनुहुन्न है। कोका कोला नामै लेख्न पनि पाउनुहुन्न, ट्रेडमार्क है। यस्ता धेरै कुराहरू छ, मैले यहाँ त्यसको बारेमा पनि बताउँछु। अब तपाईहरुले सुन्नुभयो होला एप्पल र स्यामसङको कथा, धेरै तपाईहरुमध्ये केले सुन्नुभएको होला। अब तपाईहरुलाई मैले यहाँनिर नेपाली इन्जिनियरिङ परिषदको यहाँ एकजना मेम्बर भएको आइडी कार्ड उसमा मैले नेटमा फेला पारेको थिएँ। त्यस्तै गरेर नेपाली इन्जिनियर एसोसिएसनको मेम्बरसिप हुँदाखेरि हाम्रो रोजी प्रधान म्यामले कति 2025 तिर्नु भएको रिसिप्ट चाहिँ कसले वेबसाइटमा राखिदिएछ, नेटमा राखिदिएछ। नेपाली इन्जिनियर्स एसोसिएसनको यहाँनिर यो तपाईँको हेर्नुभयो भने रोजी प्रधानाङ्ग म्यामको तपाईँले पढाउनु भयो होला नि, ट्रान्सपोर्टेसन है, हाइवे। उहाँले पैसा तिरेको, उहाँले होइन। अब मैले अर्कोलाई सोधेँ त, सुभाष अर्याल 169 हुनुहुन्छ, 169 हुनुहुन्छ, हुनुहुन्न। 170 सुभाष बानिया हुनुहुन्छ, 71 सुदीप बैलकोटी हुनुहुन्छ। कि सबै भागेको हो? सुदन भट्टराई हुनुहुन्छ? यस सर, यस। अब तपाईले इन्जिनियर बनिसकेपछि इन्जिनियर एसोसिएसनको मेम्बर बन्नुपर्छ कि इन्जिनियरिङ काउन्सिलको मेम्बर बन्नुपर्छ कि दुईटै बन्नुपर्छ? के आइडिया छ? ठ्याक्कै आइडिया त भएन सर यसको लागि चाहिँ। काउन्सिलको चाहिँ हुनुपर्छ होला सर। काउन्सिलको हुनै पर्छ। काउन्सिलको भएपछि काउन्सिलको नभइकन तपाईले प्र्याक्टिस गर्नै पाइँदैन है। तपाईले एसोसिएसनको नभए नि हुन्छ होला। एनजिओको त खोजी बनाइदिन्छ सर। नभए पनि हुन्छ, त्यो त पोलिटिकल अर्गनाइज जस्तो भएको छ है। ट्रेड युनियन भने जस्तो भयो नि सर, नेपाली इन्जिनियरिङ एसोसिएसन भनेको त जस्तो भइरहेको छ है। अब
अब अब अब अब अब एउटा क्वेसन सोध्यो तपाईँले काम गर्ने लेबरलाई हप्तामा बढीमा कति घण्टा काम गराउनु पाइन्छ? 81 सुशान्त श्रेष्ठ सर कति तपाईँले भोलि पर्सि साइटमा काम गराउनु पर्यो भनेदेखि हप्तामा कति घण्टा काम गराउनु पर्छ बढीमा? अब हेरी होला नि कति घन्टा खटिन सक्छन्। उसले अब 24 घण्टा काम गर्न सक्छु भने 24 घण्टा काम गराउन मिल्छ मिल्दैन? अब चाहने हुँदा त पाइहाल्यो नि सर। कामै नहर्ले पाइएन त्यो दिनमा 8 घण्टा होइन, हप्तामा 8 छका 48 घण्टा, हप्तामा 48 घण्टा भन्दा बढी काम गराउन पाइँदैन। त्योभन्दा बढी काम गरायो भने ओभरटाइम पनि 20 घण्टा भन्दा बढी ओभरटाइम गराउन पाइँदैन है। त्यसरी होइन पाइँदैन, त्यसो गर्न पाइँदैन हौ है। उजुरी गर्यो भने 16 घण्टा हो सर दिनमा गाह्रो हुन्छ। यस दिनमा 16 घण्टा छैन, अब दिनमा 8 घण्टा होइन, 4 पंचे 20, 8 4 12 घण्टा, दिनमा 12 घण्टा। अब यो 16 घण्टा काम गराउँछ तर अब सो गर्छ। अब अर्को चाहिँ यो च्याप्टरको विषयमा म पछि नै बताउँछु, यो विभिन्न विषयमा। अब एउटा छ यो देखिए कतिजनाले देखाएको छ, यो स्लाइड देखाएको सर एउटा क्वेसन है सर। देखेको छ सर हाम्रो जस्तै यो धरेराको पुनः निर्माण छ नि सर, त्यसमा त अब अलिक काम फास्ट हुनुपर्छ। त्यसको लागि वर्करहरूलाई धेरै काम गराएको छ सर, त्यो सुनेको छ सर। त्यसो केसमा नि गराउन पाउने कि नपाउने सर? त्यसो गर्न पाउँछ। बाहिर विदेशतिर काम छिटो गर्नु पर्यो भने 3 सिफ्टमा काम गर्छ। जस्तै हस्पिटलमा काम गर्छ नि, डे सिफ्ट, मर्निङ सिफ्ट, इभिनिङ सिफ्ट, नाइट सिफ्ट भन्ने काम गर्छ नि। हजुर सर। त्यस्तो गरेर काम गर्न पाइन्छ, नम्बर 1। नम्बर 2 भनेको 8 घण्टा लेबरले गर्नै पर्यो, बाँकी 4 घण्टा दिनमा ओभरटाइम पाउने गरी गराउनु पर्यो। जबरजस्ती गराउने भनेको कानुनी रूपमा त्यो पाइँदैन। उजुरी गर्यो भनेदेखि काम लगाउने मान्छेलाई सरकारले कारबाही गर्छ। उजुरी नगरिकन बस्छ, त्यस्तो हुन्छ के। अब यो ठेकेदारले काम गरिरहेछ, मलाई फेरि जाहिरबाट निकालिदिन्छ, मेरो गाडी छैन, म अब जे होस् गर्छु भनेर उजुरी नगरिकन बस्छ धेरैजना। हजुर सर, धन्यवाद सर। ओके, अब तपाईहरुलाई लास्टको एउटा क्वेसन सोध्छु। 2 जना तपाईहरु मध्ये 2 जना साथी सँगै बस्ने साथीहरु, एकजना चाहिँ सरकारी इन्जिनियर हैन, अब उज्जवल देवकोटा सरकारी इन्जिनियर हुनुभयो, सुयोग बराल सडकको बनाउने ठेकेदारको इन्जिनियर है। सुयोग बराल तपाईँ ठेकेदारको इन्जिनियरको रूपमा तपाईँ जुम्लामा गएर काम गरिराख्नु भएको छ। राम्रो क्याम्प बनाएर बसिराख्नु भएको छ। हुन्छ सर। 2-4 महिना पछाडि 6 महिना पछाडि तपाईको साथी उज्जवल देवकोटा अब लोकसेवा तयारी गरेर सरकारी इन्जिनियर भएर त्यही ठाउँमा सरकारी इन्जिनियरको रूपमा गएछ। अब सरकारी इन्जिनियर अब त्यहाँ राम्रो कोठा छैन रहेछ जुम्लामा साइटमा। अनि त्यसपछि अब तपाईले के भनिदिनु भयो भने, ल साथी तपाईँ अब मेरो त पहिलेदेखिको साथी, एउटै ब्याज पुल्चोकको, ल मेरै कोठामा मेरो राम्रो व्यवस्था छ, सँगै बसौँ भनेर ठेकेदारको इन्जिनियरले भन्नुभयो भने अब सरकारी इन्जिनियरलाई त्यहाँनिर बस्न मिल्छ कि मिल्दैन, बस्न ठिक हुन्छ कि हुँदैन? उज्जवल देवकोटा तपाईँ गएर त्यहाँ बस्नुहुन्छ कि बस्नुहुन्न? उसको त्यो सुभाषको अफर गरेको मेरो विचारमा चाहिँ सर, अब त्यो साथीहरूको प्रभावमा आएर उसले सरकारी काममा नै एकदम त्यो मर्यादा मिचेर अब भ्रष्टाचारको कुराहरू गर्न पनि सक्छ। त्यसकारण म चाहिँ त्यो भएको बस्दैन। म चाहिँ उज्जवल नबस्ने यत्रो भनेपछि नबसिरहेको के त्यो इथिक्सको त कुरा हुन्छ नि सर। साथी फ्रीमा बस्नाले कोठा सेयर गर्न पाउँछ, खाना पनि पैसा लाग्दैन भनेर पनि नबस्ने।
अब त्यो बसे पनि म त्यो प्रभावमा चाहिँ आउनु भएन, मुख्य कुरा त्यो हो। भेरी गुड, ओके। त बसे पनि प्रभावमा आउनु परेन भन्दा पनि भोलि त्यहाँ गयो लोकलहरूले के भन्छ थाहा छ, ठेकेदार र सरकारको इन्जिनियर सँगै बसे, यिनीहरूले त खत्तम पारे, के कागजपत्र के मिलाए भनेर धेरैले कुराकानी टिप्पणीहरू गर्ने गर्छ, कुराकानी काट्ने गर्छ। त्यसले गर्दाखेरि त्यसो गर्न ठिक होइन। मैले एउटा सानो सर्टकटमा केस स्टडी यस्तो गरेँ, यस्ता केसेसहरू मैले आफैले देखेको भोगेको संयौं छन्। मैले कपी एन्ड पेस्ट गर्नुभन्दा मैले हजुर यस प्लिज। त्यो त सर हाम्रो सोसाइटीको लिमिटेसन भयो हैन? सोसाइटीको लिमिटेसन पनि भयो। त्यसले त्यो त्यसरी सँगै बसेर सँगै खानु हाम्रो प्रोफेसनको नर्म्स भित्र पनि पर्दैन। सर सँगै खाजा साजा खायो भने नि कहिले काहीँ त्यो बेला नि भन्छ होला त। तपाईँ एकचोटि खानुभयो भनेदेखि त धेरैले याद गर्दैन, दिनदिनै जान खाजा खानु थाल्नुभयो भनेदेखि प्रभावमा पनि परिन्छ। म भोलि पर्सि यसको डिटेलमा मैले आफ्नो अनुभव सुनाउँछु तपाईँलाई। है ओके। अब यति भएपछि मैले लगभग यो 15-12-13 दिनमा यो विषयलाई सरसर्ती 2 घण्टाको हिसाबले, पौने 2 घण्टाको हिसाबले सक्छु। लास्टमा 2-4 मिनट तपाईँहरूलाई केही क्वेसन छ भने तपाईँले राख्नुहोस् कसैलाई। सर पैसा मेरो क्वेसन है। यस प्लिज। अहिलेको टपिकमा हो, लेबर एक्टले छ नि हामीलाई घण्टा काम गराउन पाइन्छ भन्छ नि। 8 घण्टा दिनमा, 8 × 48 घण्टा हो। मान्छे आफैले मलाई पैसा दिनु एक्स्ट्रा, म बढीमा काम गर्छु भन्यो भने चाहिँ के गर्ने? तपाईँले उसको भौतिक कन्डिसन हेरेर तपाईँले दिन सक्ने सम्भावना हुन्छ हैन। ऊ फिजिकली फिट छ। जस्तो अहिले मेलम्चीमा अब तपाईँको चाइनिजहरूले दिनमा थुप्रै घण्टा काम गर्छ, ओभरटाइम। थुप्रै काम गर्छ उनीहरूले। चाइनिजहरू यति भूत हुँदो रहेछ कि जति पनि काम गरे, जति पनि नथाक्ने, ठुल्ठुलो काम पनि गर्ने गर्दो रहेछ होइन। त्यसो भएकाले त्यस मान्छे फिजिकली फिट छ, सबै चिजहरू राम्रै गर्न सक्छ भन्ने हो भनेदेखि तपाईँले काम गराउनुहोस् होइन। तर अब एकदम अर्जेन्ट छ, जरुरी छ भने पनि काम गराउनुहोस्। नत्र भने सामान्यतया तपाईँले काम गराउनु भएन भने तपाईँ सेफ साइडमा हुनुहुन्छ, गराउनु भयो भनेदेखि कुनै न कुनै रूपमा तपाईँलाई अप्ठ्यारो पर्न सक्छ। सामान्य अवस्थाको लागि कुनै एउटा कन्ट्र्याक्टहरू पनि सेट गर्न मिल्छ? मिल्दैन, त्यस्तो इलिगल कन्ट्र्याक्ट हुन्छ। कानुनले भनेको भन्दा बाहिर गर्नु भनेको त्यो कन्ट्र्याक्ट गर्न मिल्दैन। अघि नै भनिसकेँ होइन, कन्ट्र्याक्ट एग्रिमेन्ट गर्न सक्नुहुन्छ, त्यसलाई कानुनले मान्यता दिँदैन होइन। भनेपछि त्यो कन्ट्र्याक्ट भएन। कानुनले नगर भने चिजमा तपाईँले एग्रिमेन्ट गर्दाखेरि तपाईँ अप्ठ्यारोमा पर्नुहुन्छ। हाम्रोतिर चाहिँ यो टेन्डरिङमा कस्तो हुन्छ भने, जस्तै टेन्डर पर्यो भने होइन, 50 जनाको आवेदन त्यसमा पर्यो भनौँ होइन। 50 जना मध्ये त्यो 50 जना सँगै बसेर अनि एकजनाले ल यसको ठेक्का चाहिँ मैले लग्छु, तिमीहरूलाई चाहिँ तिमीहरूलाई बरु मैले 5-5 हजार दिन्छु भनेर त्यसरी कुरो मिलाउँछ हाम्रोतिर चाहिँ। त्यस्तो गर्नु पाली हो होइन? पाल हो सर, 89 उत्तम राजपाल होइन। त्यस्तो नेपालमा धेरै प्लास्टिक छ, त्यसलाई चाहिँ बिड रिगिङ भनिन्छ, कोलुसिभ प्र्याक्टिस भन्छ होइन। हजुर, त्यो भनेको गैर कानुनी काम हो होइन। सबै जिल्लामा गर्छ, सबै जिल्लामा गर्छ, सबै ठाउँमा गर्छ। ठेकेदारको एसोसिएसनको अफिसमा बसेर ठेक्का दिन्छ। हजुर हजुर, हाम्रोतिर त त्यो एकै फ्यामिलीको 6 जना 7 जनाको कम खुला हुन्छ। अनि त्यस्तो गर्न पाइँदैन। तर तिनीहरूले सबैलाई मिलाएर, पुलिस प्रशासन सम्बन्धित अफिस सबैलाई मिलाएर त्यस्तो गरे हुन्छ होइन। त्यस्तो गर्न कानुनले दिँदैन। अरू केही क्वेसन? यस सर, यो इन्जिनियर चाहिँ त्यो घुस लिएको भनेर अख्तियारबाट समातेको धेरै त्यो खबरहरू आउँछ, तर घुस दिनेलाई पनि केही कारबाही हुन्छ सर?
पृथ्वीनारायण शाहको वाक्य छ नि होइन उपदेश के छ घुस लिने र दिने दुवै शत्रु हुन् भने छ है हजुर सर अहिलेसम्म नसुनिएको भएर सर त्यस्तो केही छ कि भनेर ए कम्युनिस्ट मेरो अर्को क्लास सिद्धिया छैन अब 5 बढीमा 10 मिनट है 45 मा है त्यो दिने मान्छेले यस्तो हुन्छ तपाईहरुको दिने मान्छेले यो अख्तियारले समात्ने भनेको अख्तियारमा पहिला इन्फर्म गर्न जान्छ मलाई यो मान्छेले बेसरी दुःख दियो घुस मागै छ के गरौँ यसलाई चाहिँ भनेर उजुरी दिन जान्छ है प्र्याक्टिस त्यस्तो अनि अख्तियारको मान्छेले के भन्छ तिमीले ल दिएको हो तिमीले त्यसलाई देऊ हामीले सही गरिदिन्छौँ नोट सर्टहरुमा सही गरिदिन्छौँ प्रमाण राखिदिन्छौँ अनि त्यो नोट लिएर देऊ अनि हामी त्यसलाई समात्छौँ भनेपछि अख्तियारसित प्री कन्सेन्ट लिएर यसरी घुस दिएको छ भने त्यस्ता मान्छेलाई समात्ने भएन नत्र भनेदेखि घुस लिने र दिने दुवैलाई समात्न मिल्छ समातिन्छ दिने मान्छेलाई पनि समाते हुन्छ तर लिने मान्छे फोकसमा हुन्छ सर यस सर सर भन्नु कपिराइट बारे हुन्छ त्यो गभर्नमेन्टले नै इग्नोर गर्यो भने त त्यो देशमा कपिराइटको त्यो केही पावरै हुँदैन नि हैन सर गभर्नमेन्टले इग्नोर गरिदियो भने जस्तै चाइनाले हैन त्यही चाइनाले अब युएस को डिजाइनहरु कपी गर्यो भने युएस को डिजाइनर कपी गर्दा चाइनाले गर भनेर गभर्नमेन्टले अब उले गर्यो भनेदेखि त अब उ भयो हैन तर अब यो अब जस्तै मैले किताब लेखेँ भनेदेखि तपाईले कपी गर्नुभयो भनेदेखि मैले गभर्नमेन्टलाई उजुरी दिएँ भनेदेखि गभर्नमेन्टले त कारबाही गर्छ इन्टरनेसनल केसमा तपाईको चाइना र अमेरिका भएको छ धेरै चोरी भएको छ भनिन्छ धेरै चोरी भनिन्छ त्यसमा गभर्नमेन्टको पर्मिसन लिएको भनिन्छ त्यो विषयमा हामी पछि धेरै डिस्कसन गर्छौँ पछि ए हजुर हस् थ्यांक यू सर अनि यो टेन्डरिङमा लिमिट हुन्छ कि हुँदैन सर जस्तो सानो सानो योजना छ भने तिनीहरूको चाहिँ उपभोक्ता समिति बनाएर काम गर्छन् भने ठुलो छ भने चाहिँ टेन्डर पर्छ के हुन्छ सर सानो सानो भने 1 करोड रुपैयाँसम्मको उपभोक्ता समितिले काम गर्न पाउँछ हैन ए हजुर 1 करोडसम्मको यो उपभोक्ता समितिले काम गर्न पाउँछ त्योभन्दा बढीको उपभोक्ताले पाउँदैन अब अरू टेन्डरिङ काम गर्ने बेला लिमिट भन्ने कुरामा जति जनाले पनि हाल्न पाउँछ त्यो अनलिमिटेड हो जसले चाहे त्यसले पनि एप्लाई गर्न पाउँछ यस अनि त्यो कन्ट्र्याक्ट लिँदाखेरि नि कन्ट्र्याक्ट लिइसकेपछि प्राय सबैले म्याथ थपेर चाहिँ गर्ने गराइरहेछन् अनि के सर म्याथ थप्दाखेरि के फाइदा हुने सर त्यसरी कन्ट्र्याक्टमा म्याथ थप्दाखेरि फाइदा के हुन्छ भने सरकार ठेकेदारले बजारको मूल्य जसरी वृद्धि भइरहेको हुन्छ त्यो अनुसारको एक्स्ट्रा पैसा पाउँछ सर्टेड कन्डिसन छ त्यसको अनि सर जति पनि म्याथ थपेर पाइन्छ पाइँदैन त्यो मिलेर बदमासी गरेर थप्ने हो आपसी लेनदेनको आधारमा थप्ने हो लेनदेन मिलाएर थप्ने हो त्यो ओके सर ल तपाईहरुसित यो